Hello, everyone. So this is the first ever podcast, kind of a video on my channel, Himalayan Cricket Lens, and it is me, Sudeshna Patrai. So today we're doing kind of a World Cup squad preview, as the ODI World Cup is just around the corner, just a couple of days to go. And today with me, I have a friend of mine who is an avid cricket fan as well, and also the media and PR manager of CB Fan Club Nepal right now. I'd like to welcome, and it's my pleasure to be able to welcome Miss Anisha Dungel. And we also happen to share, a similar team. So overall, we'll be talking English, Nepali mix गरेर, but don't worry, I'll be adding subtitles, so that's fine. Okay, thank you very much. So what's up, kids? How is it going? World Cup is just हुन्छ नि केही दिन मात्र बाँकी छ वार्म अप म्याचहरू पनि स्टार्ट भइरहेछ आई थिङ्क आज कि भोलिबाट नै सो कस्तो छ कस्तो एक्साइटेड छौ के छ एकदमै एक्साइटेड छु। अब अस्ट्रेलिया डिफेन्डिङ च्याम्पियन भयो। अब यो पालि पनि सक्सेसिभ जित्छ होला भन्ने होपमा। Uh, so disclaimer, we are both Australian fans, as you can as you can see, that's a frame that I have. But we are definitely not being biased. Australia that will analyze better, but obviously we'll analyze the other teams as well. And overall exciting नै छ यो पालि most of the teams होइन अहिले recently सिरिजहरू खेलिरहेको and in good form, so really exciting. So let's begin with Australia होइन त अब our favorite team as well. And कस्तो छ what do you think of the squad? So अब अस्ट्रेलियाको यो वर्ल्ड कप स्क्वाड हेर्दाखेरि चाहिँ एकदमै डिप ब्याटिङ लाइनअप भएको एकदमै स्ट्रङ एक्सपिरियन्स टिम भयो, जसमा चाहिँ एक दुईजना अब न्यू कमर्सहरू यङ्स्टर्सहरू पनि हुनुहुन्छ होइन। अनि रिसेन्ट फर्ममा हेर्दाखेरि पनि जुन इन्डियासँगको सिरिज भयो त्यसमा पनि इक्वल कम्पिटिटिभ एकदमै कम्पिटिटिभ म्याच भएर 2-1ले सिरिज जितेको थियो। अब यो स्क्वाडमा अब वर्ल्ड कप ओडिआई वर्ल्ड कप कमिङ वर्ल्ड कप हेर्नलाई एकदमै एक्साइटेड छु म चाहिँ। So overall like राम्रै छ like squad होइन it's a good squad. So मलाई पनि त्यही लाग्छ अब एउटा कम्बिनेसन हुन्छ नि अब सबै टिमको नै हेर्दा त त्यसै छ कम्बिनेसन अफ एक्सपिरियन्स एन्ड यङ्स्टर्स तर अब अस्ट्रेलियाको चाहिँ यङ्स्टर्सहरूसँग पनि त्यो जुन लेभल अफ एक्सपिरियन्स छ भनौँ न अब एनेबल सदरल्यान्ड जस्ट 23 तर लास्ट वर्ल्ड कप विनिङ स्क्वाडमा थियो होइन सो बलिङ अप्सन्सको बारेमा चाहिँ वाट डु थिङ्क कति लाइक धेरै स्पिन र पेस बलिङ अप्सन्स भएको चाहिँ कतिको फाइदा हुन्छ अस्ट्रेलियालाई इन्डिया जस्तो कन्डिसन्समा चाहिँ अब दुवै को इक्वल उनीहरूकोमा एडुकेट अमाउन्ट अफ बलर्स हुन्छ, सर्ट अफ कहिले पनि हुँदैन। अब पेसर छ भने स्पिनर पनि कम्बिनेसनमा चलाइरहेको हुन्छ, त्यही भएर उनीहरूसँग चाहिँ एडभान्टेज छ जस्तो लाग्छ। जस्तै अब अरू टिमहरू हेर्दाखेरि चाहिँ अब कि त स्पिनर मात्र धेरै हुने कि त पेसर मात्र धेरै हुने हुन्छ भने अब यसमा चाहिँ राइट आर्म लेफ्ट आर्म गरेर दुवै कम्बिनेसन मिलाएको एकदमै पर्फेक्ट टिम नै जस्तो लाग्छ मलाई चाहिँ। पेस एट्याकको कुरा गर्दा होइन अब मेगन सुट रिसेन्टली चाहिँ 300 ओडिआई होइन सरी 300 विकेट्स इन अल फर्मेट्स सो त्यो भयो एन्ड यु हेभ एश गार्नर वान अफ द बेस्ट अलराउन्डर्स बलिङमा झन् सी इज इम्प्रुभ सो मच पहिला आउँदाखेरि ब्याटर जसरी स्टार्ट गरेको प्लेयर होइन त्यो भयो अब क्याप्टेन जुन छ अब अलिसा हेली सो पहिला चाहिँ मेगल्यानिङ क्याप्टेन हुनुहुन्थ्यो अनि वान अफ द बेस्ट क्याप्टेन्स भन्छु म होइन वुमेन्स क्रिकेटमा और इभन वुमेन्स पनि होइन क्या लाइक क्रिकेटमै होइन वान अफ द बेस्ट क्याप्टेन्स वी हेभ एभर सिन अब जुन लेभलको क्याप्टेन्सी त्यही लेभलको प्लेयर पनि सो उहाँलाई कतिको मिस गर्छ होला यु थिङ्क कि हिलीले राम्रै गर्न सक्छ क्याप्टेन्सी अब अरू पनि एक्सपिरियन्स प्लेयरहरू छ स्क्वाडमा मुनी भयो होइन पेरी भयो सो हिलीले राम्रै गर्छ होला जस्तो लाग्छ कस्तो लाग्छ राम्रो त राम्रै गर्छ होला, तर अलिकति उसमा प्रेसर भन्ने चाहिँ हुन्छ, अलिकति प्रेसर चाहिँ क्रिएट हुनसक्छ। अरू कुरा गर्दाखेरि वुड यु थिङ्क विल बी एकदम अस्ट्रेलियाको चाहिँ एकदम एउटा अब वर्ल्ड कप टाइटल डिफेन्स गर्ने हो भने चाहिँ कसको कन्ट्रिब्युसन चाहिँ मेजर हुन्छ जस्तो लाग्छ सो मलाई मेजर कन्ट्रिब्युसन अस्ट्रेलियाको टाइटल डिफेन्ड गर्नको लागि चाहिँ अब एउटा मेजर रोल भनेको चाहिँ अलिसा हेलीकै हुने भयो, किनभने क्याप्टेन प्लस विकेट किपर र अब ब्याटिङ पनि ओपनर नै हुने भयो र हाइएस्ट रन हान्ने उसको जुन फर्म अब पहिल्यैदेखि हाइएस्ट रन स्कोरर गरेको मलाई चाहिँ अलिसा हेली जस्तै लाग्छ। द्याट्स एन इन्ट्रेस्टिङ पिक मैले लागि चाहिँ फिबी रिचफिल्ड जस्तो काइन्ड अफ अ प्लेयर एउटा डाइनामिक हुन्छ नि जुनले रिभर्स सट्सहरू पनि खेलिरहेको हुन्छ होइन एउटा एड्याप्ट गर्ने बिचमा त्यो T20 मोडमा जान सक्ने चाहिएको बेलामा बल खाएर त्यो एडजस्ट पनि गर्न सक्ने खालको प्लेयर सो फिबी रिचफिल्ड चाहिँ आई थिङ्क मेबी अब होपफुली हाइएस्ट रन स्कोरर भयो भने त म एकदम खुसी हुन्छु तर अब अभियसली हिली लास्ट टाइम वर्ल्ड कप जिताउनमा मेजर रोल उहाँको थियो होइन 170 इन द फाइनल हाइएस्ट रन स्कोरर त्यो टुर्नामेन्टको सो या भेरी एक्साइटिङ ब्याटिङ वाइज चाहिँ एक्साइटिङै देखिन्छ अनि अब एउटा अब अन्डर रेटेड भन्छु म होइन बेथमुनी लाइक साइलेन्टली रन बनाइरहेको हुन्छ उसले स्पटलाइट पनि दिँदैन है रिसेन्टली आई थिङ्क मोस्ट हाफ सेन्चुरिज फर अस्ट्रेलिया लाइक मेग ल्यानिङलाई सरपास गरेको थियो
So very good player. As we said, we're gonna talk about स्क्वाड अलिकति बेसिक अनि बेस्ट ब्याटर त्यो टिमको लागि बेस्ट ब्याटरको हुन्छ बेस्ट बलरको हुन्छ र बेस्ट अलराउन्डरको हुन्छ भनेर सो हु डु थिङ्क अस्ट्रेलियाको यो So for me, best batter is Alisa Illy, best bowler is Ash Gardner, and best all-rounder is Ellis Perry. पिक अल एक्सपिरियन्स प्लेयर्सहरू म अलिकति नयाँ अप्रोचमा जान्छु तर होइन so as I said, like I'm a big fan of Phoebe Litchfield, so I'll definitely pick her as the best batter for Australia. होइन for best bowler, yeah, it would be Ash Gardner definitely. होइन तर पेसरमा चाहिँ if they do give some opportunities, होइन I think Darcy Brown, even Kim Cash, दुवैजनामा चाहिँ एउटा को चाहिँ जुन मैले इम्प्रुभमेन्ट देखेको छु इन द लास्ट कपाल अफ मन्थ्स होइन दे डिन्ट प्ले इन द 100 यताउता तर अफ सिजनमा चाहिँ धेरै काम गरेको भनेर थियो इन्डिया एसँगको म्याचेसमा पनि किम गार्डले एकदम राम्रो बलिङ गरेको भएर चाहिँ आई थिङ्क वान अफ देम क्यान बी गुड पेसर्समा चाहिँ हाइएस्ट विकेट टेकर हुने हो भने होइन त्यो सँगसँगै कुरा गर्दा अब अलराउन्डरमा चाहिँ बेल्सी एनाबल सदरल्यान्ड पेजको सक्सेसर पनि भनिन्छ उसलाई अनि आई थिङ्क सी बल्स अ बिट मोर आजकल त्यही भएर पनि अस्ति T20 वर्ल्ड कपमा पनि आई थिङ्क सी वाज द हाइएस्ट विकेट टेकर वान अफ द हाइएस्ट विकेट टेकर सो मेरो लागि चाहिँ बेल्सी हुन्छ ओभरअल स्क्वाड राम्रै देखिन्छ सो युआर प्रेडिक्टिङ अब टप 4मा त पुगि नै हाल्छ फाइनलै पुग्छ भन्ने प्रेडिक्सन चाहिँ के छ फाइनलै पुग्छ भन्छु म So moving on, I was saying we're heading to Bangladesh squad. So this is how the squad looks like. एज अ टिम अब एक्सपिरियन्स प्लस यङको दुइटा कम्बिनेसन गरेर यङ जुन एक्सपिरियन्स प्लेयरहरूको एक्सपिरियन्स र यङ प्लेयर्सहरूको जुन अहिलेको जोस हुन्छ त्यो दुइटाको कम्बिनेसनमा चाहिँ एकदमै राम्रो सरप्राइज गर्न सक्ने टिम हुनसक्छ एउटा स्पिन भनौँ न बङ्गलादेश पनि एज अ बलिङ अट्याक चाहिँ अलिकति स्ट्रङ्गर जस्तो लाग्छ होइन मलाई पनि ब्याटिङ भन्दा होइन किनकि अलिकति डिपेन्डेन्सी चाहिँ मेन आफ्नो जुन टप अर्डर हुन्छ नि अब जस्तो क्याप्टेन भयो होइन निगार सुल्ताना ज्योतिमा धेरै डिपेन्डेन्ट छ अब अलिकति एक्सपिरियन्समा चाहिँ अब फराना हक भनेर भयो अनि रितु मोनी भेरी गुड ह्यान्डी अलराउन्डर होइन सो उनीहरूमा चाहिँ बढी त्यो एउटा ब्याटिङ चाहिँ एक्सपिरियन्स के भन्छ ब्याटिङ डिपेन्डेन्सी छ जस्तो लाग्छ भने अर्को शार्मिन अख्तर र निगार सुल्ताना जोडीको चाहिँ ब्याटिङ हुन्छ नि आई थिङ्क हाइएस्ट उनीहरूको लागि हाइएस्ट रन स्कोरर्स पनि हो सो त्यो बाहेक चाहिँ अब स्पिन फ्रेन्डली अब बङ्गलादेशको लागि त इन्डिया अनि श्रीलङ्का त फेमिलियर कन्डिसन भयो नि त सब कन्टिनेन्ट सो तिनवटा स्पिनर्स जुन छ लेग स्पिनर नै छ होइन त्यो चाहिँ कतिको लाइक फाइदा हुन्छ होला कि अलिकति अब लेग स्पिनर चाहिँ एक्सपेन्सिभ पनि हुनसक्छ होइन त्यो एउटा उनीहरूको प्लस पोइन्ट पनि भयो तिनवटा लेग स्पिनर उनीहरूले अब स्पिन फ्रेन्डली पिचहरूमा चाहिँ युज गरेर चाहिँ आफ्नो फाइदाको लागि नै युज गर्न सक्छन् उनीहरूलाई फाइदा नै हुन्छ ठुलो एक्सपिरियन्स टिमसँग अब धेरै एक्सपिरियन्स लिइसकेको बिग म्याचहरू खेलेको टिमहरूसँग चाहिँ उनीहरूलाई अलिकति लस हुन सक्छ त्यो बाहेक चाहिँ अब लेफ्ट आर्म स्पिनरमा पनि सन्जिदा अख्तर भन्ने एकजना स्पिनर छ अनि अर्को चाहिँ भेटरान जुन नाहिदा अख्तर भनेको चाहिँ आई थिङ्क टप 10 बेस्ट बलर्स ऱ्याङ्किङमा पनि छ अहिलेको ओडिआईको होइन सो यो चाहिँ लेफ्ट आर्म पनि भयो सो यो चाहिँ दुइटै भनौँ न फिङ्गर स्पिन र उसको रिस्ट स्पिनको चाहिँ मिक्स भएको टिम छ क्या सो मेन चाहिँ अब राइट ह्यान्डेड ब्याटर्स धेरै भएको टिम रहेछ भने चाहिँ त्यो टिमलाई चाहिँ धेरै गाह्रो हुने भयो हुने नै भयो अब बङ्गलादेशलाई अब जसरी अन्डर एस्टिमेट गर्न भन्ने चाहिँ मिल्दैन जस्तो पनि इनिङ खेलेर चाहिँ कुनै पनि ठुलो टिमलाई चाहिँ अपसेट गर्न चाहिँ सक्छ बङ्गलादेशले यो पालिको वर्ल्ड कपमा एज हामीले कुरा गर्दै गर्दाखेरि यस अन्डर डग एउटा जस्तो टिम हो होइन अनि अन्डर एस्टिमेट गर्नै मिल्दैन किनकि यो उनीहरूको सेकेन्ड मात्र हो होइन वर्ल्ड कप तर लास्ट एडिसनमा पनि एकदम इन्ट्रेस्टिङ भएको थियो इफ यु रिमेम्बर अलिकति सो लास्ट वर्ल्ड कपमा जसरी पाकिस्तानलाई हराएको थियो र वेस्ट इन्डिजसँग पनि अब एकदमै कम्पिटेटिभ म्याच भएको थियो त्यसले गर्दाखेरि चाहिँ अब उनीहरूले एकदमै राम्रो कम्पिटिसन अथवा सरप्राइज गर्न सक्ने चान्सहरू चाहिँ हुने भयो र जसरी अब अहिलेको वर्ल्ड कपमा वेस्ट इन्डिज नै छैन भनेपछि बङ्गलादेशको कतिको इम्प्रुभमेन्ट भएको छ भनेर हामीले त्यहाँबाट पनि थाहा पाउन सक्छौँ अरू अब हामीले स्पिनरको चाहिँ कुरा गऱ्यौँ तर बङ्गलादेशसँग चाहिँ पेसर पनि राम्रो छ मारुफा अख्तर भन्ने अलि 2-3 वर्ष भयो टिममा भएको त्यो बाहेक चाहिँ दे हेभ अल्सो लेफ्ट आर्म पेसर अरू एक दुईवटा टिममा पनि छ तर त्यो चाहिँ एकदम रेयर मानिन्छ क्या अब लेफ्ट आर्म पेसर होइन वुमेन्स टिममा जस्तो कि मेन जुन बिग 3 टिम्स भनौँ इन्डिया इङ्ल्यान्ड अस्ट्रेलियाले त लेफ्ट आर्म पेसर नखेलाउँदाखेरि चाहिँ बङ्गलादेशले चाहिँ एउटा लेफ्ट आर्म पेसर पनि खेलाइरहेको छ सो त्यो बलिङ भेराइटी चाहिँ एकदम राम्रो देख्छ होइन तर ब्याटिङमा चाहिँ तिमीलाई के लाग्छ अलिक कन्सर्न हुन्छ कि कोही कोही प्लेयरमा बडी डिपेन्डेन्सी हुन्छ कि कस्तो के लाग्छ यस ब्याटिङमा चाहिँ उनीहरूको बडी डिपेन्डेन्ट चाहिँ जुन क्याप्टेन ओपनर
सुल्तानामा चाहिँ बढी डिपेन्ड भएको जस्तो लाग्छ मलाई। र अब उनीहरूको ओपनिङ कोल्याप्स भयो भने चाहिँ त्यहाँबाट चाहिँ उनीहरू एकदमै क्रिटिकल सिचुएसनमा पनि जान सक्ने इस्युहरू चाहिँ हुनसक्छ। अर्को कुरा चाहिँ लाइक दे हेभन्ट रियली प्रेप्ड मच इफ यु कम्पेयर टु अरू टिम जस्तो इन्डिया अस्ट्रेलिया सिरिज भयो, पाकिस्तान एन्ड साउथ अफ्रिका हेभ प्लेड रिसेन्टली। बङ्गलादेशले चाहिँ वर्ल्ड कप क्वालिफाई पछि लाइक दे हेभन्ट प्लेड ओडिआई क्रिकेट, सो वाट डु थिङ्क अबाउट इट? सो मैले सुनेको न्युजमा चाहिँ उनीहरूले अन्डर 15को बोइज टिमसँग पनि जुन म्याच खेलेको भन्ने सुनेको चाहिँ त्यसमा चाहिँ अब उनीहरूले अब बोइज टिमसँग कम्पिटेटिभ म्याच खेलेको हो भने त उनीहरूले एउटा जुन एप्रोच छ उनीहरूको प्रिपरेसनको एप्रोच त्यो चाहिँ एकदमै स्ट्रङ र अब एउटा राम्रो रेस्पेक्टेबल इनिङ्सहरू खेल्ने रेस्पेक्टेबल गेमहरू खेल्ने एकदमै टप टिमहरूसँग राम्रो कम्पिटिसन दिनको लागि चाहिँ उनीहरूले यो एप्रोचले प्रिपरेसन गरेको चाहिँ हुनसक्छ। के हुनसक्छ अब ल्याक अफ गेम टाइम, अब आफ्नै कन्ट्रीमा खेल्दा त धेरै अब इन्भेस्टमेन्ट पैसा पनि खर्च हुने भएन होइन, सो त्यही हिसाबले पनि आई थिङ्क दे वेन्ट विथ द्याट अप्रोच, अब एटलिस्ट गेम टाइम चाहिँ प्लेयरले पाओस् भनेर। बट भेरी अनफर्चुनेट द्याट दे ह्याड टु प्ले हुन्छ नि। अनि अब त्यो स्कोर कार्डहरू पनि देखिरहेको थिएँ मैले, राम्रो थिएन, अनि मान्छेले अलिक ट्रोल गरेको पनि देखिरहेको थिएँ। तर अब इफ इट वर्क्स फर देम इट वर्क्स होइन, त्यो पनि कुरा छ। अब केही नै नहुनुभन्दा प्र्याक्टिसै नहुनुभन्दा त अब अन्डर 15को पैसा राम्रो भयो। आई थिङ्क हाम्रो सिमिलर लिस्ट हुन्छ, बेस्ट ब्याटर, बेस्ट बलर अनि बेस्ट अलराउन्ड। सो यसमा चाहिँ वी अल्सो एडिङ सरप्राइज एलिमेन्ट होइन, कसले चाहिँ सरप्राइज गर्छ होला। फर मी देयर बेस्ट ब्याटर अभियसली सुल्ताना, किनभने उनीहरूको पुरै युनिट नै क्याप्टेनमै डिपेन्डेन्ट छ। अनि बेस्ट बलर भन्नुपर्दाखेरि चाहिँ नाहिदा अख्तर, अनि त्यसपछि बेस्ट अलराउन्डर चाहिँ मोनी, ऋतु मोनी। मोनी, ओके। अनि सरप्राइज एलिमेन्ट चाहिँ होलिटिङ, मेरो लिस्ट पनि सेम हो होइन, आई हेभ द सेम लिस्ट, आई वाज थिङ्किङ अफ द सेम लिस्ट। सरप्राइज एलिमेन्टमा चाहिँ निशिता अख्तर हुन्छ जस्तो लाग्छ, यङ ट्यालेन्ट। यङ स्पिनर हो अनि यहाँ हुनसक्छ डेफिनेटली। मैले पनि सोच्दाखेरि चाहिँ त्यही सोचिरहेको थिएँ होइन, होपफुली सरप्राइज गर्न पनि सक्छ हामीलाई। सो द्याट्स अल फर बङ्गलादेश, सो लेट्स मुभ अहेड होइन। इङ्ल्यान्डको स्क्वाड चाहिँ तिमीलाई कस्तो लाग्छ ओभरअल हेर्दाखेरि? हुन्छ नि एक दुईवटा भनौँ न सिनियर प्लेयर्स अरू एउटा एक्सपेक्ट गरेको प्लेयर जस्तो कि केट क्रसलाई चाहिँ स्क्वाडमा राखिए होइन, अनि त्यो चाहिँ अहिले धेरै लट्स अफ न्युज रिगार्डिङ द्याट। सो अब रिसेन्ट इन्टरभ्यूमा पनि एडवार्ड्सले त्यसलाई जस्टिफाई गर्नको लागि चाहिँ स्पिन स्ट्रङ जानको लागि चाहिँ केट क्रसलाई नराखेको भनेर भन्ने पनि आयो होइन। अब त्यसमा पनि उनीहरूको त्यो स्ट्राटेजी पनि हुनसक्छ, त्यसले वर्क गर्न पनि सक्छ। तर केट क्रस जस्तो स्ट्रङ एक्सपिरियन्स्ड प्लेयरलाई नराखिकन अब यङस्टरलाई चान्स दिएर स्पिन जुन सब कन्टिनेन्टमा स्पिन अट्याकमा जानुको लागि गरेको हुनसक्छ। अब त्यसले वर्क गर्यो भने चाहिँ इङ्ल्यान्ड, द्याट वुड बी भेरी गुड फर इङ्ल्यान्ड होइन। अब वर्क गरेन भने चाहिँ दे हेभ टु फेस कन्सिक्वेन्सेस। ओपनिङको हिसाबमा पनि होइन, टामी बाउमन्ट र एमी जोन्स राम्रै रेकर्ड देखे पनि इन्डियाको कन्डिसनमा राम्रो छैन त्यस्तो भनेर छ। इङ्ल्यान्डले अस्ट्रेलियासँग इन्डियासँग खासै राम्रो रेकर्ड पनि छैन होइन। अब इन्डियामा उनीहरूको डिफ्रेन्ट प्लेयरहरूले डब्लुपिएलहरू खेल्यो, सिरिजहरू खेल्यो, टुरहरू गर्यो। अब त्यसको एक्सपिरियन्सको हिसाबमा उनीहरू जान सक्छ होला। उनीहरूले अब त्यो वेदर कन्डिसन अनि त्यहाँनिर अब पिचमा एडप्टेसन चाहिँ अब पहिलाको एक्सपिरियन्सको आधारमा गर्न सक्ने हुनसक्छ। एकदम राम्रो पोइन्ट। लाइक इन्डियामा चाहिँ इङ्ल्यान्डले लास्ट टुर गरेको चाहिँ 2019मा थियो होइन, सो त्यो बेला खेलेको प्लेयरहरूमा आई थिङ्क यही भनौँ न मेन एमी जोन्स, टामी बर्मन्ट, अब नेट भइहाल्यो, हेदर अनि ड्यानी वाट होला। अरूले त खेलेको थिएन जस्तो लाग्छ, सोफी एगल्स्टन हुनसक्छ, तर अरूले खेलेको थिएन जस्तो लाग्छ कि। सो त्यही भएर पनि हुन्छ नि एक जस्तो माया बुसियर जस्तो प्लेयरलाई चाहिँ नराखेर चाहिँ ड्यानी वाटलाई राखेको हो कि स्क्वाडमा होइन, किनकि इन्डियामा खेलेको एक्सपिरियन्स अनि अब ड्यानी वाटले त डब्लुपिएल पनि खेल्नु भएको छ, त्यो चाहिँ राम्रो पोइन्ट। त्यो बाहेक चाहिँ को चाहिँ लाइक हुन्छ नि इङ्ल्यान्डको लागि चाहिँ अब बलिङ हेर्दाखेरि चाहिँ स्पिन अट्याक एकदम राम्रो देख्छौँ हामी होइन। अब सारा ग्लेनलाई पनि राखेको छ लेग स्पिनर, सोफी एगल्स्टन नम्बर 1 बलर भइहाल्नु भयो। त्यसपछि चाहिँ चार्ली डिन र लिन्जी स्मिथ एकदम राम्रो छ क्या एउटा स्पिन अट्याक चाहिँ। तर पेस अट्याक कस्तो लाग्छ तिमीलाई? एक्सपिरियन्स वाइज चाहिँ एकदमै विक नै छ। तर उनीहरूले अब स्पिन अट्याकलाई नै मेन फोकस गरेर सब कन्टिनेन्टमा स्पिन फ्रेन्डली पिच हुन्छ भनेर नै जान खोजेको भएर चाहिँ अब एक्सपिरियन्स नभए पनि अब स्पिनले चाहिँ त्यो लेभलको पर्फर्मेन्स अनि त्यसपछि अपोनेन्ट्सलाई चाहिँ प्रेसर क्रिएट गर्नको लागि स्पिन नै राख्यो होला। तर आई थिङ्क दे विल एक्सपेक्ट लेस फ्रम पेसर्स देन स्पिनर्स।
तर राम्रै अब एमआललाई राखेको छैन अब केज ड्रसको ठाउँमा भनेर, तर उसको चाहिँ लाइक डोमेस्टिक फर्म भनौँ कि अब रिसेन्ट फर्म चाहिँ राम्रै छ, डोमेस्टिक म्याचेस धेरै खेलिरहेको छ, सो मेबी अब ब्याटिङ चाहिँ राम्रो गर्ने हो फेरि ब्याटिङमा पनि, सो अलि ब्याटिङ लाइनअप चाहिँ अलि हुन्छ नि ब्याटिङ डेप्थ बढी पनि देखिरहेको जस्तो लाग्यो होइन इङ्ल्यान्डले चाहिँ। तिम्रो अनुसारले चाहिँ लाइक बेस्ट हामीले जुन लिस्ट आउट गरेको छ बेस्ट ब्याटर, बेस्ट बलर र बेस्ट अलराउन्डर चाहिँ को हुन्छ जस्तो लाग्छ? So I think the best bowler would be Sophie Ecclestone, obviously number one, and the best batter will be Nat. And best all-rounder also, I would like to choose Nat because she is excellent fielder, excellent batter, and she will create pressure in the field. And I think the best surprise element will be Elise Capsey. She is young all-rounder, and I would like to see how she plays in this World Cup. अब मेरो लागि भन्दाखेरि चाहिँ बेस्ट ब्याटर आई मिन नेट इज इन ग्रेट फर्म होइन, तर इफ दे डु गिभ चान्स एमएलएमलाई चान्स दियो भने चाहिँ अब उसलाई कतिको खेलाउँछ थाहा छैन होइन, बट डोमेस्टिक फर्म यति राम्रो छ कि अस्ति इन्डियाको सिरिजमा पनि एकदम राम्रो कन्ट्रिब्युसन त्यो एमएलएम नेटसँग पार्टनरसिप गरेर राम्रो उनीहरूको तालमेल मिलिरहेको थियो, सो मेरो लागि चाहिँ उनीहरूको बेस्ट ब्याटर चाहिँ एमएलएम हुनसक्छ होइन, अब मोस्ट रन्स बनाउँछ बनाउँदैन थाहा छैन, तर अनि बलरमा चाहिँ सोफी एकेलसन इज अ गुड पिक होइन, तर अलिकति म अर्थोडक्स ऊ जान्छु अब लिन्जी स्मिथलाई खेलाउँछ नै जस्तो लाग्छ मलाई शार्लट एडवर्ड चाहिँ, सो लिन्जी स्मिथले धेरै गेम्स खेल्यो भने चाहिँ आई थिङ्क लिन्जी स्मिथले चाहिँ हाइएस्ट विकेट टेकर हुन सक्ने एउटा कन्टेन्डर हो मेरो लागि, सो मेरो लागि चाहिँ अब सरप्राइज एलिमेन्ट होइन अलि राम्रो पर्फर्म गर्न सक्छ इन्डियन कन्डिसन्समा, मेबी राम्रो पर्फर्म गर्छ कि जस्तो लाग्छ एमआरएलले, सो मेरो लागि चाहिँ सरप्राइज एलिमेन्ट एमआरएल। So let's continue with India. So India को लागि यो World Cup, it's in home conditions. How important it is for them to win first trophy and say trophy त्यो drought. And 2025, as we know, has been a year for many teams who have never won trophies to win trophies होइन. So what do you think? India को squad चाहिँ अब यसो हेर्दाखेरि चाहिँ कस्तो? I think they have a good set of squad भन्छु म चाहिँ यसमा अब ब्याटिङ एकदमै डिप छ होइन, टप अर्डर पनि अहिले एकदमै फर्ममा टप अर्डर फर्ममै छ, त्यसपछि मिडल अर्डरमा एकदमै मिडल अर्डरलाई एङ्करिङ गर्ने खालको प्लेयरहरू पनि छन् होइन, अनि त्यसपछि अब उनीहरूको स्पिन पनि डिप नै छ। अब पेसमा पनि रेणुका सिंह ठाकुर ब्याक आइसकेपछि हामीले जुन रिसेन्ट सिरिजमा पनि हेऱ्यौँ उसले राम्रै गरिरहेको छ, त्यही भएर आई थिङ्क दे हेभ द बेस्ट अफ द स्क्वाड। राम्रै छ है स्कोर, तर ओभरअल इन्डियाको चाहिँ अब ब्याटिङ मलाई चाहिँ के लाग्छ इन्डियाको ब्याटिङ चाहिँ एकदम राम्रो छ अहिले, राम्रोसँग क्लिक पनि गरेर छ भनौँ न, टप 5 त्यो टप 7 छ। अब फेरि समन लाइक स्नेह राणा राधा यादव उनीहरू पनि ब्याटिङ गर्न सक्ने नै हो क्या, जस्तो बलर भए पनि स्नेह राणा त एकदम अलराउन्डरै भन्छु म, बलिङ अलराउन्डर प्रपर। स्पिनमा अब दिप्ती स्नेह दुइटैको राम्रो नै छ, अब राधाको अलि अन अफ भए पनि श्रीचरणी नयाँ डेब्यू गरेको इङ्ल्यान्डमा एकदम राम्रो सिरिज गएको थियो, सो स्पिन अट्याक पनि सर्टेड भयो, पेसमा रेणुका त भइहाल्यो होइन। वाट डु थिङ्क क्रान्ति गौडी यङ्स्टर इङ्ल्यान्डमा फर्स्ट डेब्यू सिरिज खेलेर लास्ट म्याचमा 6 विकेट होइन। यङ भए पनि सी हेज द्याट एनर्जी, सी हेज द्याट स्किल्स होइन, सी क्यान डु, आई थिङ्क सी वुड बी भेरी हेल्पफुल इन दिस वर्ल्ड कप। ब्याटिङमा स्मृति मान्दना आफ्नो सी उसको इज सिज इन फर्म अफ हर लाइफ होइन, लाइक द बेस्ट फर्म सिज बिन इन लास्ट इयर पनि 2024मा पनि इन द मोस्ट सेन्चुरिज इन द क्यालेन्डर इयर 4, दिस टाइम सी इज अलरेडी टच फोर वर्ल्ड कपको 7 गेम्स बाँकी छ फर हर टु लाइक स्कोर मोर सेन्चुरिज, सी इज क्वाइट क्लोज टु मेग ल्यानिङ अनि सुजी बेट्ससँग सँगसँगै सुजी बेट्स इज अल्सो प्लेइङ दिस वर्ल्ड कप, सो त्यो जुन मेग ल्यानिङको रेकर्ड छ 15 सेन्चुरिज इन ओडिआइज, यु थिङ्क इट विल बी ब्रोकन इन दिस वर्ल्ड कप? I think yes. Yes, she is in great. I think the best of her life in a peak. जुन पिक टाइम हुन्छ एउटा प्लेयरको, आई थिङ्क सी इज इन द्याट फेज एन्ड आई थिङ्क सी विल डु बेस्ट इन दिस वर्ल्ड कप। एन्ड सबैजनाले एक्सपेक्ट पनि गरिरहेको छ, जुन रिसेन्ट फर्म, जुन रिसेन्ट उसको फास्टेस्ट सेन्चुरीहरू भयो होइन, एकदमै एक्सपेक्टेसन पनि छ स्मृतिबाट। आई थिङ्क सी वुड कम अप विथ द्याट। वाट डु थिङ्क? अब यङ नै भनौँ, जेमी त धेरै वर्ष खेलिरहेको भए पनि जस्तो प्रतिका जेमी जस्तो प्लेयरहरू यङ नै हो नि अझै, अब अर समन लाइक अमनजोत कौर 25 अन्डर 25को जुन प्लेयर्सहरू छ नि इन्डियामा अहिले एउटा मिक्स छ राम्रो आइरहेको छ, त्यो चाहिँ कस्तो
कतिको लाइक यो वर्ल्ड कपमा चाहिँ उनीहरूको त्यो रोल चाहिँ कतिको हुन्छ होला टु हुन्छ नि टु बी एबल टु मेक इन्डिया लाइक रिच द फाइनल्स एट लिस्ट. सो दे हेभ यङ एनर्जी होइन अलोङ विथ अब एक्सपिरियन्स प्लेयरहरू सँगसँगै उनीहरूले एक्सपिरियन्स केही गेन पनि गरिरहेको हुन्छ स्किल्सहरू सिकि पनि रह हुन्छ आई थिङ्क दे विल प्ले ह्युज रोल एन्ड दे आर भेरी स्किल जुन उनीहरूको कोअर्डिनेसन भइरहेको छ जस्तै स्मृति र प्रतिकाको भइरहेछ जेमीले पनि मिडल अर्डरमा त्यतिकै राम्रो गरिरहेको छ होइन आई थिङ्क दे विल गिभ भेरी मच अफ देम. So overall, it's good squad. अनि अब हरमनप्रीत कौर एज अ क्याप्टेन उसको इट्स आवर फर्स्ट वर्ल्ड कप के एज अ प्लेयर फिफ्थ हो पोसिबली उसको लास्ट वर्ल्ड कप नै हो यो र द्याट वुड बी ग्रेट लाइक छ नि एज अ क्याप्टेन यो फर्स्ट वर्ल्ड कप अनि त्यसमा इफ आफ्नो टिमलाई केही राम्रो कन्ट्रिब्युसन गर्न सक्यो भने इट वुड बी ग्रेट राइट. यस होम कन्ट्री होम क्राउड. अब लेट्स टक अबाउट द वाट यु थिङ्क उनीहरूको अब बेस्ट ब्याटर त आई थिङ्क मैले सोध्नु नै एकदम हुन्छ तर पनि So for me, best batter is obviously Smriti Mandana. She is in the best form of her life peak. And for me, best bowler would be Deepti Sharma. And best all-rounder would also be Deepti Sharma. And surprise element would be Kranti God. द्याट्स द गुड पिक्स. दिप्ती शर्मा एउटा अलराउन्डरमा होइन राम्रै हो. म चाहिँ आई गो विथ बेस्ट ब्याटर. अब एभ्री वान्स गिन से स्मृति होइन त्यही भएर अब स्मृति त हो नै है स्मृति हो क्या त्यो मैले भन्नै पर्दैन होइन. बट एक्सेप्ट स्मृति आई थिङ्क जेमिमा रोड्रिग्स ग्रेट फर्म गुड स्टेबिलिटी इन द मिडल अर्डर क्यान लाइक प्ले अट्याकिङ इनिङ्स वेन रिक्वायर्ड क्यान अल्सो anchor the innings when required collapse भइरहेको बेलामा अनि एकदम the kind of shots she plays अब त्यस्तो प्लेयर मिडल अर्डरमा हुनु इज ग्रेट. सो आई थिङ्क बेस्ट ब्याटर उनीहरूको लागि जेमी एन्ड बेस्ट बलरमा आइल गो विथ रेणुका बिकज पेसर हो एउटा उसको लिड पेसर हो. अब इनिसियली नै पावर प्लेमै विकेट लिने उसको त्यो क्षमता छ. सो इट्स डेफिनेटली रेणुका बेस्ट बलर फर मी. बेस्ट अलराउन्ड द I think Amanjot. Amanjot kati khelcha. I don't know kati bowling also, but I think Amanjot is someone who brings a lot of stability in that order. So has to be Amanjot. And a surprise element again, same for me, has to be Kranti Gaud. एउटा जुन young pacer with lots of energy, lots of that passion and skill भएको. So good for India and yeah, there's a combination of Renuka and Kranti is also working well. After this, let's move to New Zealand. New Zealand is the team which is like everyone's हुन्छ नि अब न्युजिल्यान्ड टिम चाहिँ कस्तो ज्ञानी एकदम स्विट यस्तो भनेर त्यो सबै छ होइन. दिस इज हाउ द स्क्वाड लुक्स लाइक होइन. सोफी डिभाइन को फिफ्थ वर्ल्ड कप हो एज अ क्याप्टेन लास्ट एज अ प्लेयर एज अ क्याप्टेन लास्ट भयो सोफी डिभाइन सुजी बेट्स अनि लिया तोहु सबैको लास्ट वर्ल्ड कप. सो वाट डु थिङ्क स्क्वाड कस्तो कस्तो छ. त्यस्तै हो मिक्स एक्सपिरियन्स र युथको मिक्स भएपछि चाहिँ उनीहरूसँग अब जुन स्ट्रेन्थ जुन हुन्छ नि उनीहरूले ब्यालेन्स बनाउन खोजेको एक राम्रो लिडरसिप छ उनीहरूसँग. सोफी डिभाइन जसले चाहिँ 5चोटि खेलिसक्नुभयो होइन ओडिआई वर्ल्ड कप र सुजी बेस जस्तो प्लेयरहरू रिसेन्टली अब खासै कुनै प्र्याक्टिस म्याच भएको चाहिँ मलाई थाहा भएन उनीहरूको होइन. तर यसले चाहिँ एउटा सिग्निफिकेन्ट अब जुन 4वटा नयाँ डेब्युट्यान्ट्सहरू पनि छन् उनीहरूको टिममा होइन त्यसले गर्दाखेरि चाहिँ यङ र एक्सपिरियन्सको मिक्सअप गरेर एउटा ब्यालेन्स टिम नै क्रिएट गर्न खोजेको जस्तो चाहिँ लाग्यो. प्र्याक्टिस म्याच चाहिँ भएको थियो इङ्ल्यान्ड एन्ड न्युजिल्यान्ड प्लेड टु आई गेस टु प्र्याक्टिस म्याचेस इन युएई टु गेट अक्लिमेटाइजेसन भनेर जुन चाहिँ कन्डिसन्सहरू छ अलि हिट ह्युमिडिटीसँग. आई मिन या गुड स्क्वाड होइन. अब एज यु सेड कि 4वटा जुन डेब्यू गरेर आएको प्लेयर छ डेब्यू गरेर आएको प्लेयरमा चाहिँ एउटा म नाम मेन्सन गर्छु होइन फ्लोरा डेभनशायर भन्ने होइन. ऊ चाहिँ न्यू कमर हो अनि उसलाई चाहिँ उसको चाहिँ यो डेब्यू आई थिङ्क ओडिआई डेब्यू नै हुन्छ क्या वर्ल्ड कपमा अब उसले म्याच पायो भने. सो एउटा एक्सपिरियन्स्ड जस्तो अलिकति रेगुलर इन द स्क्वाड फ्रान्ड जोनसलाई छोडेर चाहिँ फ्लोरा डेभनशायरलाई स्क्वाडमा ल्याएको छ. सो त्यो अब वर्ल्ड कपमा अब रिस्क पनि हुनसक्छ अरू यु डोन्ट नो अब अरू टिमलाई थाहा छैन उसले कस्तो बलिङ गर्छ होइन. अनि त्यो गर्दाखेरि चाहिँ मेबी इट्स लाइक एउटा सरप्राइज प्याकेज हुनसक्छ. ब्याटिङ पनि आई थिङ्क डाउन द अर्डर राम्रो ब्याटिङ छ उसको. सो त्यो हिसाबमा चाहिँ लाइक एक्सपेरिमेन्ट वर्क गर्यो भने त खतरा हुन्छ. अनि अब न्युजिल्यान्डको लागि चाहिँ दे रिसेन्टली वान T20 वर्ल्ड कप होइन. सो त्यो नो वान थट जित्छन् भनेर थिएन कि त्यस्तो होइन तर उनीहरूले जित्यो. सो त्यसको मोमेन्टम चाहिँ यो पालि कन्टिन्यू होस् भन्ने त चाहन्छन् होला. सो लेट्स टक अबाउट देयर बलिङ होइन. बलिङ एकदम एक्सपिरियन्स लिया तोहु भनेको एकदम एक्सपिरियन्स भयो.
अर्को भनेको जेस केयर इज समन अब अमिलिया कर भनेर त हामीले सुनिरहेको हुन्छौँ होइन अब बेस्ट अलराउन्डर अहिलेको यङ अपकमिङ एउटा भनौँ न स्टार अब जेस केयर सी इज अल्सो बिन प्लेइङ वेल न्युजिल्यान्डमा विथ हर बल होइन पेसर्समा अब दे क्याप्टेन इज वेल सोफी डिभाइन अस्ति चाहिँ रिसेन्टली 100मा चाहिँ एकदम राम्रो फर्ममा हुनुहुन्थ्यो होइन स्पिन एट्याकमा त अब अमिलिया कर भइहाल्यो तर इडेन कार्सन भयो अब हामीले अब फ्लोरा डेभिड शेयर पनि भनेर कुरा गऱ्यौँ होइन अब ब्याटिङको कुरा गरौँ होइन ब्याटिङमा अब एक्सपिरियन्समा त डेफिनेटली सोफी डिभाइन सुजी बिट्स त्यो बाहेक चाहिँ अरू को ब्याटर चाहिँ यु थिङ्क अलिकति अब अमिलिया कर पनि अब अलराउन्डर नै भयो होइन तर त्यो बाहेक चाहिँ अरू को ब्याटर चाहिँ यु थिङ्क अलिकति राम्रो हुनसक्छ I think Maddie Green because of the recent century. someone I'm looking forward to is Georgia Flamer होइन अस्ट्रेलियासँगकै आई थिङ्क T20 सिरिज भएको थियो त्यसमा चाहिँ आई थिङ्क एउटा म्याचमा 50 बनाएको जस्तो लाग्यो सो त्यो चाहिँ आई थिङ्क या इट्स would be exciting to see अरू we should talk about is Rosemary Mayer होइन so त्यो recent I think T20 World Cup मा चाहिँ जुन इन्डियासँगको म्याचमा चाहिँ so the player who stood out होइन त्यो फिक्चरमा चाहिँ इट वाज रोजबेरी मेयर 4 विकेट होइन 4 विकेट लिएर T20मा 4 विकेट 4को इकोनोमीमा के अराउन्ड 5को इकोनोमीमा द्याट वाज इन्सेन सो उनीहरूको स्कोरमा धेरै अप्सन्स पनि देखिन्छ त्यो हिसाबमा चाहिँ अब कतिको किनकि अब पेसर नै हो सो कतिको चाहिँ एउटा कुन कुन पेसर कुन कुन कम्बिनेसनमा जाने हो यो टिम बिकज दे हेभ लाइक गुड मिक्स अफ पेसर्स सो लेट्स सी त्यो चाहिँ के हुन्छ भनेर Best, no, sorry. Best batter would be Suzy Bates. Best all rounder will be Sophie Devine. And best bowler would be Amelia Kerr. And surprise element would be Flora Devonsine. म चाहिँ अलिकति तलमाथि गरिदिन्छु त्यसलाई सुजी बेट्स त अनडाउटेडली बेस्ट ब्याटर डेफिनेटली हुने हाई चान्सेस बट समन लाइक आई थिङ्क जोर्जिया प्लेमरले पनि आई रियली होप पर्फर्म्स वेल होइन बेस्ट बलरमा चाहिँ आई माइट गो विथ सोफी डिभाइन किनकि आई डोन्ट नो आई फिल जस्तो उहाँको जस्तो काइन्ड अफ पेस बलिङ छ होइन माइट सुट इन इन्डियन पिचेस जस्तो लाग्छ है सो त्यो हिसाबमा चाहिँ आई गो विथ सोफी डिभाइन अनि अलराउन्डर पिकमा चाहिँ म बरु अमिलिया करलाई पिक गर्छु होइन अनि सरप्राइज एलिमेन्टमा अगेन सेम फर मी एज वेल इट हेज टु बी फ्लोरा डेभनशायर बिकज एकदम धेरै चान्सेस नपाए पनि आई थिङ्क जब जब इफ चान्सेस पायो भने चाहिँ राम्रो एउटा प्रुभ गर्न सक्छ होला सो द्याट्स अल फर न्युजिल्यान्ड लेट्स मुभ टु पाकिस्तान अब होइन सो पाकिस्तानको चाहिँ अब आई थिङ्क यो पालिको यङ्गेस्ट क्याप्टेन मस्ट बी फ्रम पाकिस्तान नै जस्तो लाग्छ है मलाई जहाँसम्म हेर्नुपर्छ एक्चुली सो फातेमा सना सिज जस्ट लाइक 23 सो एकदम यङ क्याप्टेन हो अनि यस्तो मेजर वर्ल्ड कप जस्तो टुर्नामेन्टमा चाहिँ फर्स्ट टाइम लिड गरिरहेको छ होइन सो एक्सपिरियन्स प्लेयर्सहरू भए पनि यो चाहिँ कतिको मतलब कस्तो लाग्यो स्क्वाड चाहिँ कस्तो लाग्यो पाकिस्तानको I think स्क्वाड चाहिँ अलिकति ब्यालेन्स नै छ तर अब उनीहरूले डोमिनेन्ट पर्फर्मेन्स दिएको छ होइन वर्ल्ड कप क्वालिफायर्समा अनि त्यसपछि उनीहरूको प्लेयरहरू पनि एक्सपिरियन्स प्लस युथ गरेर मोस्टली चाहिँ उनीहरूको प्लेयर्स नयाँ अब क्याप्टेन पनि अब यङ नै भयो होइन I think a lot of things lies on their captain होइन अब फातिमा सना विथ द बल विथ द ब्याट नै त्यो बाहेक चाहिँ अब एक्सपिरियन्स प्लेयर्समा अब सिद्रा अमिन भयो दियाना बेग आलिया रियाजहरू छ होइन अब त्यो हिसाबमा चाहिँ वाट डु थिङ्क अलिकति एक्सपिरियन्स प्लेयरमा चाहिँ कसले चाहिँ सो आई थिङ्क सिद्रामिन चाहिँ मेरो फर्स्ट पिक हुन्छ यसमा किनभने हर पर्फर्मेन्स जुन रिसेन्ट सिरिजमा पनि भयो होइन 100 सेन्चुरी भयो अब आई थिङ्क आई एक्सपेक्ट मोर फ्रम सिद्रामिन या लाइक ब्याक टु ब्याक दुईटा सेन्चुरी लाइक साउथ अफ्रिकासँग फेरि साउथ अफ्रिका क्वालिटी साइड नै होइन सो अहिलेको जुन प्लेइङ एप्रोच न्यू छ होइन अब पाकिस्तान चाहिँ ओल्ड एप्रोचमै जुन ओडिआई भनेपछि बिस्तारै खेल्नुपर्छ भनेर बिस्तारै नै खेलिरहेको छ होइन तर अब अहिलेको जुन सिचुएसनमा चाहिँ जुन ल अब लो स्कोरिङ भयो लो स्कोरिङ म्याच भए पनि अब बलिङले राम्रो गर्न सक्यो भने चाहिँ लो स्कोर थ्रिलर हामीले हेर्न सक्छौँ होइन नभए त हाई स्कोरिङ म्याचमा त अहिले 400 प्लस स्कोरहरू भइरहेको छ जुन इन्डिया अस्ट्रेलियाको म्याचहरूमा भन्यो आई थिङ्क दे सुड गो विथ मोडर्न एप्रोच स्पिनर्सहरूको कुरा गर्दाखेरि एकदम एक्सपिरियन्स स्पिनर्सहरू छ नस्रा सन्धु भयो यु हेभ वान अफ द आई थिङ्क T20मा चाहिँ हो क्या अरे होइन सादिया इक्बाल वान अफ द टप 10 उसमा भएको अनि
एक दुईवटा चाहिँ अब अफ स्पिन पनि अप्सन छ, रमिन शमिम उमाइमा सोहेल भनेर होइन, अनि साइदा अरूप शाह भन्ने चाहिँ लेग स्पिनर छ। सो यो हेर्दाखेरि स्पिन डिपार्टमेन्ट चाहिँ एकदम राम्रो देखिरहेछ होइन। सो हु डु थिङ्क उनीहरूको स्पिनरमा चाहिँ को चाहिँ उनीहरूको हुन्छ नि स्ट्यान्ड आउट स्पिनर हुन्छ जस्तो लाग्छ? किनकि पाकिस्तानले चाहिँ सबै गेम चाहिँ कोलम्बोमा खेलिरहेछ होइन। सो कोलम्बोमा चाहिँ स्पिन इज इभन मोर लाइक इन्डियन पिच भन्दा पनि कोलम्बोमा अझै बेटर एउटा स्पिनिङ डेक हामी देख्न सक्छौँ। आई थिङ्क नस्रा सन्धु बिकज रिसेन्ट सिरिजमा पनि उसको 6 विकेट्स आयो जुन लास्टमा 115मा अल आउट भयो साउथ अफ्रिका। आई थिङ्क सी विल लिड द स्पिन। पाकिस्तानको चाहिँ अब हामीले हेर्दाखेरि चाहिँ अब भनौँ न अब ब्याटिङमा चाहिँ एउटा अब सिद्रा अमिन भयो, अब मुनिबा अलिकति रिलायन्स उनीहरूमा बढी, अब फातिमा सना होइन। पाकिस्तानले चाहिँ अब कुनै ठुलो पाकिस्तानले कुनै ठुलो टिमलाई हराउन सक्छ कि के छ? आई थिङ्क दे विल। मलाई के लाग्छ भन्दाखेरि एक्सेप्ट इन्डिया, साउथ एसियन टिमहरूले चाहिँ इङ्ल्यान्ड साउथ अफ्रिकालाई चाहिँ हराएर एउटा ठुलो अपसेट ल्याउँछन् जस्तो लाग्छ यो वर्ल्ड कपमा, र पाकिस्तान कुड बी द्याट टिम। सो पाकिस्तानको लागि चाहिँ बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट अलराउन्डर हु डु थिङ्क को हुन्छ? I think the best batter for Pakistan would be obviously Sidra Amin, and best bowler would be Nasra Sandhu, and best all-rounder would be Fatima Sana, the skipper and all-rounder. पिक्स होइन, म पनि लाइक बेस्ट ब्याटरमा चाहिँ बिकज अफ द फर्म होइन, अब जुन टिमसँग पनि जस्तो भए पनि 100 बनाइरहेको प्लेयरलाई पिक नगर्नु त होइन भुल हुन्छ मबाट। सो बेस्ट ब्याटर सिधा हामी डेफिनेटली। बेस्ट बलरमा चाहिँ आई थिङ्क म जान्छु डियाना बेग, बिकज न्यू बलर हो एकदम, पेस एउटा राम्रो पेस दिनुहुन्छ उहाँले। सो उहाँ र हुन्छ नि अब फातिमा सनाको कम्बिनेसन चाहिँ अब पेस बलिङमा राम्रो जान्छ। अनि बेस्ट अलराउन्डर त ह्यान्ड्स डाउन त्यो त भन्नै पर्दैन होइन, त्यो इट हेज टु बी फातिमा सना। उसको धेरै त्यो उसको लिडरसिप, उसको त्यो जुन बलिङ र ब्याटिङ एउटा अलराउन्ड पर्फर्मेन्सले डिटरमाइन गर्छ पाकिस्तान चाहिँ कहाँ स्ट्यान्ड गर्न सक्छ भनेर। सो त्यो हिसाबमा चाहिँ त्यही नै भयो। अब पाकिस्तानको त कुरा गऱ्यौँ, अब लेट्स मुभ टु साउथ अफ्रिका। साउथ अफ्रिका पनि यस्तो टिम जसले चाहिँ आफ्नो फर्स्ट एउटा टाइटलको खोजीमा छ होइन। एन्ड दिस इज हाउ देयर स्क्वाड लुक्स लाइक। सो साउथ अफ्रिकाको स्क्वाड हेर्दा पनि डिप गुड सेट्स अफ अलराउन्डर छ, ब्याटिङ पनि डेपमै छ, अनि रिलायबल ओपनिङ छ लौरा वल्फार्ड र ताजमिन ब्रिड्सको होइन। अब ब्यालेन्स एकदमै बलिङ अप्सनमा पनि मिडियम पेस, राइट आर्म, लेफ्ट आर्म गरेर लेग स्पिनहरू हुन्छ नि, एकदम ब्यालेन्स टिम लाग्छ मलाई चाहिँ। ओपनिङ पेयरको कुरा गर्दाखेरि लौरा वुल्फार्ड अनि ट्याजमिन ब्रिड्स खतरा फर्ममा कि दुईजनाको त्यो कति एभरेज कति छ क्या हुन्छ नि ओपनिङ पार्टनरसिप, एकदम लाइक 50+ त एभरेज गर्छन् कतिवटा म्याचमा होइन। सो हेडिङ टु द वर्ल्ड कप पनि ट्याजमिन ब्रिड्स रिसेन्ट सिरिजमा 2टा लगातार सेन्चुरी, एक्चुली 3टा ब्याक टु ब्याक सेन्चुरी थियो, यो सिरिजमा चाहिँ 2टा भयो होइन। ओभरअल यो वर्षमा 4वटा सेन्चुरिज भइसकेको छ ट्याजमिन ब्रिड्सको। सो लौरा वुल्फार्डले पनि एउटा सेन्चुरी हान्नुभयो, म्यारिजन क्यापले पनि एउटा सेन्चुरी हान्नुभयो। जुन त्यो वर्ल्ड कप अगाडिको लास्ट मिनट प्रेप हुन्छ नि, लास्ट मिनट प्रेपमा चाहिँ एकदम स्टेबल देख्यो क्या टिम होइन। अल्दो लाइक टप 7 ब्याटर्स नै एकदम राम्रो छ होइन। ओके, अब त्यो कुरा गर्दै गर्दा ह्याभिङ सम वान लाइक म्यारिजन क्याप इन द टिम एकदम क्लच प्लेयर भन्छ होइन म चाहिँ, वान अफ द बेस्ट अलराउन्डर्स, अनि एकदम क्लच प्लेयर कि अब रिसेन्टली यो ब्याटिङमा पनि यति राम्रो गरेर आएको भयो। सो कस्तो लाइक जति अलराउन्डर्स छ यो टिममा, क्लोई ट्रायन भयो होइन, अब लेफ्ट आर्म स्पिनर भयो, नदिन डेक्लर्क पेस बलिङ अलराउन्डर भयो, अनि एउटा जुन यङ्स्टर म मेन्सन गर्न चाहन्छु अनेरी डर्कसन भनेर, सी इज अ पेस बलिङ अलराउन्डर एकदम प्रमिसिङ। रिसेन्ट उसको एमर्जिङ क्रिकेटर अफ द इयर पनि भएको थियो, उसलाई 2024 एमर्जिङ कि त्यस्तै के त्यो ठ्याक्क अवार्डको नाम बिर्सेँ। सो अब अलराउन्डर धेरै भयो भने चाहिँ के हुन्छ, टप अर्डरमा मात्र डिपेन्डेन्ट भएन, बलिङमा पनि जुन स्पेसिफिक बलर्सहरूमा पनि डिपेन्डेन्ट भयो, त्यही भएर एज अ होल अप्रोच गर्दाखेरि चाहिँ एउटा प्लेयरले वर्क गरेन भने चाहिँ अर्को प्लेयरले चाहिँ गर्न सक्छ भनेर चाहिँ त्यो एप्रोचमा गएको हुनसक्छ। एन्ड आई थिङ्क दिस इज द स्मार्ट मुभ भन्छु म चाहिँ। हामीले साउथ अफ्रिकाको अप्रोच हेऱ्यौँ भने चाहिँ इट्स लाइक अरू टिम्सहरू चाहिँ स्पिन हेभी गएको छ होइन। अब साउथ अफ्रिकाको चाहिँ त्यो अलराउन्डर पनि जो पिक भएको छ, अब जस्तो अनेरी डर्कसन भयो होइन, म्यारिजन क्याप भयो, नदिन डेक्लर्क भयो, सबैजना चाहिँ अब पेस बलिङ अलराउन्डर्स भयो, इनफ पेस बलिङ अलराउन्डर्स, प्लस दे हेभ गन विथ 3 पेसर्स के, मसाबता क्लास होइन, आया बङ्गा खाका, सो पेसर्स भयो।
अप्रोच चाहिँ कतिको मतलब अलिकति अरू टिम्सहरू स्पिन हेभी गइराख्दाखेरि यहाँ चाहिँ मोस्टली चाहिँ पेस हेभी गएको देखिन्छ सो वाट डु यु थिङ्क त्यो अप्रोच माइट वर्क अर नट आई थिङ्क अब हामी सब कन्टिनेन्टको कुरा गर्दाखेरि चाहिँ अब मेनली स्पिन फ्रेन्डली पिच भनेर भन्छौँ होइन, जुन अब श्रीलङ्कामा र इन्डियामा हुन गइरहेको म्याच छ। आई थिङ्क अब स्पिन त चाहिने नै, अब कन्डिसन नै त्यस्तो भएपछि स्पिन अट्याक पनि अलिकति हुनुपर्छ जस्तो चाहिँ लाग्छ। तर स्पिन फ्रेन्डली पिच हुने भन्दामा जुन इन्डियामा जुन बलहरू राम्रोसँग टर्न नहुने त्यस्तो हुँदाखेरि चाहिँ अब हेभी पेस जाँदाखेरि पनि इट माइट वर्क टु देम। फेरि रिसेन्टली हेऱ्यौँ भने होइन T20 वर्ल्ड कप्समा चाहिँ दुईटा T20 वर्ल्ड कप यो पास्टको दुईटै T20 वर्ल्ड कपमा चाहिँ साउथ अफ्रिका चाहिँ फाइनल पुगेर आएर अब के यो यिनीहरूले पनि गर्न सक्छन् जस्तो लाग्छ। राम्रो छ होइन स्क्वाड त हेर्दाखेरि ब्यालेन्स एकदम राम्रो छ, अलराउन्डर्स धेरै छ, एक्सपिरियन्स पनि छ, अलिअलि युथ पनि छ, त्यो हिसाबमा चाहिँ राम्रै छ जस्तो लाग्छ स्क्वाड। डेफिनेटली उनीहरूले ब्यालेन्स स्क्वाड छ र यो 2025 सिजन नै, यो 2025 इयर नै त्यस्तो छ। सबै न्यू न्यू मेड इन विनर्स नै छन् होइन, प्राय सबै लिग्सहरूमा। आई थिङ्क फर मी बेस्ट ब्याटर वुड बी ताजमिन ब्रिड्स, and best bowler would be Marijan Cap, and best all-rounder would be also, I'll go with Cap, her consistency, experience, and match-winning knocks. And for surprise element, I think I would go with Nadine de Klerk, young plus ओ experienced. नाइस। म चाहिँ अब ट्याजमिन ब्रिड्स ग्रेट फर्म होइन तर आई पर्सनली रियली रियली लाइक लरा वुल्भर्ट अनि आई थिङ्क जबदेखि उसले क्याप्टेन्सी लिएको छ आई थिङ्क क्याप्टेन्सी अल्सो ब्रिङ्स आउट लाइक सी इज बिन रियली गुड तर क्याप्टेन्सीले अझै उसको एनहान्स्ड भर्जन अझै बेस्ट भर्जन ल्याइरहेको छ जस्तो लाग्छ। सो आई वुड वान्ट लरा वुल्भर्ट लाइक टु स्कोर मेनी रन्स एन्ड डेफिनेटली बेस्ट ब्याटर फर मी फर साउथ अफ्रिका एन्ड बेस्ट अलराउन्डर अनडाउटेडली हेज टु बी म्याराथन क्याप बट अलिकति हामीले स्पिनको कुरा गऱ्यौँ होइन क्लोइ ट्रायन आई थिङ्क रिसेन्ट 100मा चाहिँ एक दुईवटा गेममा चाहिँ राम्रो एउटा बलिङ थियो एज अ स्पिनर जुन पिचमा हल्का असिस्टेन्ट भएको ठाउँमा चाहिँ सी वाज वान अफ द रियली गुड स्पिनर्स। बेस्ट बलर चाहिँ अलिकति अब म्याराथन क्याप नै हुनुहुन्छ जस्तो लाग्छ बेस्ट बलर बिकज एउटा जुन इन्डियन कन्डिसन्सको एक्सपिरियन्स एकदम धेरै भएको प्लेयर डब्लुपिएलमा पनि वी हेभ सिन एकदम राम्रो पर्फर्मेन्स के त्यो एउटा म्याराथन क्यापको 2.0 भर्जन देख्न सकेको एकदम जस्तो लाग्छ जब जब डिसीको लागि खेल्नु भएको छ होइन इन्डियन कन्डिसन्सको एउटा फेमिलियर भएर पनि आई थिङ्क बलिङमा चाहिँ इट विल बी हर सरप्राइज एलिमेन्ट has to be मेरो लागि त अनिरी डर्कसन साउथ अफ्रिकन साइडको लागि चाहिँ फ्युचरमा चाहिँ आई थिङ्क सिल बी भेरी इम्पोर्टेन्ट मेम्बर अफ द स्क्वाड स्टिल भेरी यङ सो द्याट्स देयर फर साउथ अफ्रिका। लेट्स मुभ टु श्रीलङ्का टकिङ अबाउट देयर क्याप्टेन चमारी एकदम एउटा एक्सपिरियन्स्ड प्लेयर अब पोसिबली हर लास्ट वर्ल्ड कप यो फर्स्ट एज अ क्याप्टेन अनि त्यो जसरी चाहिँ यो यस्तो साइड एउटा लाई लिड गर्नु भएको छ जसरी एभ्री वान लुक्स अप टु हर इन द टिम होइन त्यो चाहिँ मलाई एकदम कस्तो त्यो सर्टेन भिडियोजहरू देखाएको थियो क्या मैले एकदम हार्ट फेल्ट लाग्छ क्या अनि त्यही भएर this team I think will give it all to at least give her a good home world cup भयो अब श्रीलङ्काले पनि धेरै म्याच आफ्नो उसमै खेलिरहेको भएर चाहिँ एकदम एउटा राम्रो आफ्नो आफ्नो त्यो फ्यान्सहरूको अगाडि राम्रो पर्फर्मेन्स उनीहरूले दिन्छन् जस्तो लाग्छ कन्डिसन्स फेमिलियर भयो होइन। सो अब प्रेजेन्स अफ चमारी नै टिमको लागि चाहिँ एउटा मोटिभेसन र ओभरवेल्मिङ नै हो जस्तो लाग्छ बिकज आई थिङ्क सी इज अ लेजेन्ड फर देम, फर अस अल्सो या होइन। त्यही भएर आई थिङ्क दे विल गिभ देयर बेस्ट फर हर, दे विल गिभ देयर बेस्ट। उहाँलाई चाहिँ फेयरवेल दिनकै लागि भए पनि उनीहरूले चाहिँ आफ्नो बेस्ट अफ बेस्ट दिन्छन् नै जस्तो लाग्छ मलाई। अनि एज अ ओभरअल खेरि चाहिँ अब उनीहरूलाई डार्क हर्स भनेर जुन हामीले नामहरू देखिरहेको छौँ होइन। त्यही हो अनि ओभरअल स्क्वाड हेऱ्यौँ भने अब अनुष्का सञ्जीवनी भाइस क्याप्टेन पनि हुनुहुन्छ विकेट किपर ब्याटर निलाक्षी डिसिल्भा बलिङमा चाहिँ दे हेभ उदयशिका प्रबोधनी कम ब्याक गरेर यो स्क्वाडमा राखेको जस्तो लाग्छ है रिसेन्ट जस्ट काइन्ड अफ कम ब्याक त्यो लास्ट वर्ल्ड कप खेल्नलाई अनि इनोका राणावीरा भन्ने जुन स्पिनर हुनुहुन्छ सो भेरी एक्सपिरियन्स्ड एउटा ब्लेन्ड भयो त्यो एक्सपिरियन्स त भइहाल्यो त्यो बाहेक यु हेभ समन लाइक अ न्यू एन्ड कमिङ एज बलर मैले रिसेन्ट आई थिङ्क यही ट्राई सिरिजमै देखेको थिएँ होइन इन्डिया र साउथ अफ्रिकासँगको मल्की मदारा भेरी गुड बलर आई कुड सी अनि अर्को एउटा चाहिँ देवमी विहङ्गा भन्ने जुन स्पिनर अफ स्पिनर होइन एकदम राम्रो अनि
one of the names that I'm really looking forward to is Kavisha Dilari, batting all-rounder हो. धेरै ब्याटिङ ऊ भए पनि लाइक बलिङ पनि लाइक डिसेन्टै गरेको जस्तो लाग्छ है मलाई चाहिँ. सो समवन आइएम रियली लुकिङ फरवर्ड टु चाहिँ ऊ भयो. अनि समवन लाइक विश्मी गुणरत्ने. सो यङ हुन्छ नि एउटा यङ प्लेयर्सको पनि मिक्स छ. अनि हर्षिता समारा विक्रमा धेरै वर्ष खेलिसक्यो हो. आई थिङ्क एकदम 17 कतिमा नै डेब्यू गरे होइन, बट सी स्टिल लाइक 27 मात्र क्या. इट्स अ गुड कम्बिनेसन अफ टिम होइन. अनि होम एडभान्टेज भयो. अनि तर जुन उनीहरूको फर्स्ट म्याचेसहरू छ, फर्स्ट अगाडिको म्याचेस, फर्स्ट होम म्याचेस चाहिँ एकदमै टफ टिम हुनसक्छ उनीहरूलाई ब्याटर. र त्यसले गर्दाखेरि चाहिँ अब आई थिङ्क दिस दे विल ट्राई टु गिभ देयर बेस्ट, बिकज अब त्यो भएन भने चाहिँ उनीहरूको मोरल डाउन हुने त्यस्तो हुनसक्छ. आई थिङ्क द फर्स्ट ओपनिङ म्याच नै इन्डिया र श्रीलङ्काको छैन. सो अब ओपनिङमै इन्डियासँग जुन टप कन्टेन्डर नै हो अहिलेको वर्ल्ड कपको लागि होइन, इन्डिया. सो इन्डिया इज अ बिग नेम. अनि अब उनीहरूले इन्डियासँग टफ कम्पिटिसनमै नजिते पनि एटलिस्ट टफ कम्पिटिसन दियो भने पनि उनीहरूको लागि चाहिँ त्यो बेस्ट हुन्छ जस्तो लाग्छ मलाई. Yeah, the fixtures तिमीले भने जस्तो it's very difficult for them किनकि आई थिङ्क दे आर प्लेइङ इन्डिया, त्यसपछि अस्ट्रेलिया अनि फर्स्ट 4 म्याचेसमा नै. तर ओभरअल त्यही अब हामीले स्क्वाडकै कुरा गऱ्यौँ होइन. सो एनी वान अब एक्सेप्ट अब चमारी त भइहाल्यो होइन. चमारी बाहेक चाहिँ हु डु थिङ्क अलिकति एउटा ब्याटिङ वाइज पनि क्रुसियल हुने प्लेयर चाहिँ को जस्तो लाग्छ? ब्याटिङ वाइज चमारी बाहेक हर्षिता. या ओके, हर्षिता समारा विक्रमा या धेरै एक्सपिरियन्स प्लेयर. मलाई चाहिँ निलाक्षी डेसिल्भा पनि एउटा हुन्छ नि अलि राम्रो अब के भन्ने हाइलाइट धेरै नभएको जस्तो होइन, त्यस्तो खालको प्लेयर पनि हो. त्यो बाहेक त अब कविशा दिलारी डेफिनेटली होइन. त्यो बाहेक अब स्पिनरमा चाहिँ अब स्पिन अप्सन्स लाइक राम्रै स्पिन अप्सन्सहरू छ श्रीलङ्कासँग पनि. चमारी हरसेल्फ क्यान बल है. आई थिङ्क चमारी बाहेक चाहिँ स्पिनर्समा चाहिँ इनोका र नविरा पनि स्ट्यान्ड आउट हुन्छ कि जस्तो लाग्छ मलाई. So for me, best batter and best all-rounder, I will go with Samari, the captain, the experienced one, legend, the veteran. And for best bowler, I will like to, best bowler and surprise element, I will pick Kavisa Dilhari. मेरो लागि पनि बेस्ट ब्याटर या चमारी डेफिनेटली. आई मिन अहिले फेरि वुमेन्स सिपिएलमा एकदम राम्रो अलराउन्ड फर्ममा होइन, टाइटल पनि आई थिङ्क जिताउन सफल हुनु भएको छ आफ्नो टिमलाई. बार्बाडोस रोयल्समा हेज टु बी हर. अलराउन्डरमा चाहिँ अब आई वान्ट गो विथ कविशा दिलारी बिकज आई थिङ्क एज एन अलराउन्डर नै बडी युटिलाइज हुन्छ प्राइमरीली बलर भन्दा. सरप्राइज एलिमेन्टमा देवमीलाई पिक गर्छु. बलरमा चाहिँ आई थिङ्क आई विल गो विथ मल्की मदारा बिकज एउटा त्यो पेसर एक्सप्रेस राम्रो पेस छ. श्रीलङ्काको त्यो अट्याकलाई होपफुली लिड गर्न सक्ने एउटा मैले राम्रो पोटेन्सियल देखेको बलर भएको भएर चाहिँ आई माइट गो विथ मल्की मदारा. सो द्याट्स अल फर श्रीलङ्का एज वेल. सो हामीले सबै टिम रिभ्यू गरिसक्दाखेरि अब फाइनल चाहिँ के कुरा गर्नु पर्यो भन्दाखेरि हाम्रो टप 4को एउटा चाहिँ अब रियलिस्टिक टप 4 चाहिँ के कुन हुन्छ भनेर भन्नु पर्यो. अनि आफूलाई चाहिँ यो होस् भन्ने लाग्छ नि कहिलेकाहीँ, त्यो दुईटा अप्सन नै डिस्कस गरौँ. रियलिस्टिक टप 4 जुन हुन्छ नै जस्तो लाग्ने चाहिँ अफकोर्स अस्ट्रेलिया, इन्डिया, इङ्ल्यान्ड एन्ड न्युजिल्यान्ड. Okay. And host top 4 ma jaos and I would be happy saying of course Australia and Sri Lanka, South Africa and India. For me यो हुन्छ भन्ने एकदम आई एम गोना गिभ अ बोल्ड प्रेडिक्सन है. अस्ट्रेलिया, इन्डिया, साउथ अफ्रिका एन्ड न्युजिल्यान्ड. म इङ्ल्यान्डलाई राख्दिनँ यो हुन्छ भन्नेमा चाहिँ, म यो गर्छु होइन. अब मेरो विस लिस्ट चाहिँ के हो भने अस्ट्रेलिया त मैले छोड्न मिल्दैन होइन, त्यही भएर अस्ट्रेलिया राख्छु. त्यसपछि 3टा यस्तो टिम राखिरहेको छु यो होस् भन्नेमा चाहिँ, जसले चाहिँ ट्रफी जिताएको छैन अहिलेसम्म होइन. द्याट इज अब अस्ट्रेलिया पछि साउथ अफ्रिका, इन्डिया अनि श्रीलङ्का अब डार्क हर्स पनि हो. सो यो होस् भन्ने चाहिँ यो 4वटा टिम हो होइन मेरो लागि चाहिँ. बोल्ड प्रेडिक्सन चाहिँ के छ भने 500 रन्स हुन्छ नि, 500 रन्स मार्क चाहिँ कुनै टिमले छुन्छ फर द फर्स्ट टाइम. हाइएस्ट ओडिआई स्कोर आई थिङ्क 491 छ होइन. सो अब यो त भइहाल्यो. अब लेट्स टक अबाउट टुर्नामेन्टकै हाइएस्ट रन स्कोरर, हाइएस्ट विकेट टेकर अनि एउटा भनौँ मोस्ट भ्यालुएबल प्लेयर चाहिँ को हुन्छ जस्तो लाग्छ? Okay, for this World Cup, highest run scorer would be Smriti Mandhana.
highest wicket taker would be Gardner, as Gardner, and the most valuable player will be Phoebe Litchfield. Miro say predictions for the World Cup. Most runs. It's gonna be someone, but I don't want to jinx and name her. So let me just name someone else. I think most runs would be scored by Laura Vulvat. Most wickets will be taken by M. Allett if she bowls a lot, but I don't think she will. So let me just go with someone like Lindsay Smith again, because I think she's a valuable spin addition, right? The most valuable player has to be Annabelle Sutherland for Australia. All rounder, can ball handy overs, can even like ball 10 overs. What are we even talking? But great bowling, good batting at number five. She's been batting at number five for quite some time and she's clicked very well there. So, and a gun fielder as well. So I'd pick her as my MVP. I would like to see a new winner, hopefully, someone like maybe South Africa or India. That would be really good for the game. Also, I think South Africa winning would mean it so much more for them even India winning would mean so much more for them किनकि एउटा होम उसमा भइरहेको छ साउथ अफ्रिका पनि लास्ट टु टी20 वर्ल्ड कपको फाइनल हारेको टिम सो फर बोथ द टिम्स आई थिङ्क it would mean the most to those two teams if they win होइन if not Australia if some other team wins it has to be some team so let's say who has never won the World Cup so yeah let's hope for the best so, यो वर्ल्ड कप इट वुड बी भेरी मच इन्ट्रेस्टिङ बिकज इन्डियाले पनि एउटा जुन एड्सहरू पनि एकदमै वुमेन क्रिकेटलाई सपोर्ट गर्नुपर्छ खालको एड्सहरू पनि मैले देखिरहेको थिएँ एन्ड फ्रम द इनिसिएसन अफ डब्लुपिएल डब्लुबिबिएल डब्लुसिपिएल आई थिङ्क द वुमन क्रिकेट इज राइजिङ एन्ड I hope and I wish and I also think that this World Cup would be the most viewed World Cup in women's cricket. this World Cup is the one with the highest prize pool as well, like $13 million around, like even higher than the men's World Cup last edition 2023. So let's hope it'll be the grandest World Cup in terms of fan experience, in terms of viewing and everything. And it's in India, so it has the potential to be that as well. And we as fans would be so happy to see a Women's World Cup be watched by everyone, be promoted like anything, and for all the teams to experience that love, that passion, that support, and all that atmosphere of the fan atmosphere. So that would be great to watch. You know, Utma, let's end the chat. Thank you so much, Anisha, for joining me. It was really fun to talk about different teams. I think the video is pretty long, when people watch it, but because we're analyzing all the teams and it's the first video on the channel as well. So I thought let's just do it in some grand way. Let's begin it in the grand way, and what better to begin with World Cup. So future Mapani, like please do join us. We'll do some coverage on Nepali cricket as well. Stay tuned for that and do support us. So thank you, Anisha, for joining. See you. Thank you so much and all the best for you.